पहिला पालेको काम हुँदै रहेछ ल है जस्तो आयो जाँदैछौँ बाटै यो सुँगुरको भाषा समथिङ बत्ती छोटा तला भनेको सुन्तला हामी त जहिले नि पनि दिक्तेलसम्म पनि Hello everyone, welcome back to my channel. Smirojana Rai from Solukhumbu and what's up guys? म त एकदमै सन्चै छु. आई होप हजुरहरु पनि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ आफ्टर लङ टाइम पछि चाहिँ फेरि न्यू भ्लगको सुरुवात गरिसकेको छु साथीहरु. सो म चाहिँ कहाँ हिँडेको भन्नुहुन्छ भनेदेखि आज लङ टाइम पछि फेरि दोस्ती विथ मस्ती गर्न हिँडेको छु. मेरो हातमा देख्न सक्नुहुन्छ एस्कुस यो चाहिँ साथीहरुले खाने भन्दै थियो त्यही भएर मैले चाहिँ लिएर गइदिएको है. अनि म चाहिँ यो घनघोर जङ्गलमा आज 5 बजेर 5 मिनेटमा चाहिँ भ्लग स्टार्ट गर्दैछु. गाइस यता देख्न सक्नुहुन्छ घनघोर जङ्गल है. 5 बजिसक्यो, रात पर्न लागिसक्यो है. चराचुरुङ्गी सबै बास बसिसकेछ क्या. आज म एक्लै मात्र यहाँ कराउँदै हिँड्दैछु. चरा कता गए थाहा छैन. सो त्यही नै हो. अनि म चाहिँ किन जान लागेको भन्नुहुन्छ भनेदेखि चाहिँ भोलि हाम्रो घुम्न जाने प्लान थियो. सो फाइनली गाइस म चाहिँ अहिले ओह्रालो झर्दैछु. अनि यो बाटो त हजुरहरूले योभन्दा अगाडिको भ्लगतिर हेर्नु भएको छ भने हामीले त्यो मछिना खाएको भ्लगतिर देख्न सक्नुहुन्छ है. हामी मामाहरूसँग यो उकालो ओह्रालो कति बिजोग तरिकाले बर्खातिर है हिउँदामै पनि शीत जमेर चिप्लो हुन्थ्यो है. अनि बिजोग तरिकाले चढ्ने झर्ने गरिन्थ्यो. सो मामा पनि अहिले त हुनुहुन्न, म पनि छुइनँ है. सो त्यही भएर पनि आज लङ टाइम पछि आउँदैछु. अनि हेर्न सक्नुहुन्छ इफ मामाले पनि मेरो भ्लग हेर्दै हुनुहुन्छ भने देख्न सक्नुहुन्छ है. यस्तो भएछ हाम्रो बाटो है. सो त्यही नै हो गाइज. अब म चाहिँ एकैछिनपछि तपाईँहरूलाई भेट्छु है त. सो फाइनली गाइज म चाहिँ आइपुगेँ. म यहाँदेखि तपाईँहरूलाई म पहिला पाले गरेको मेरो अफिसको नजारा देखाउँछु है त. सो देखिन्छ कि देखिँदैन तपाईँहरू देखाउने प्र्याक्टिस गर्छु, कोसिस गर्छु. प्र्याक्टिस गऱ्यो भने पर्फेक्ट भन्छ नि होइन. सो त्यही हो. म चाहिँ जाँदैछु ओह्रालोमै. अब त पुग्ने लागि त्यही हो. सो त्यही हो गाइजहरू गर्दै रहेछन् हाम्रा दोस्तहरू. म देखाएको चाहिँ तपाईँहरूलाई. सो यहाँ रहेको छ मेरो पहिला पाले गरेको ठाउँ. सट्ट देख्न सक्नुहुन्छ है. माङ्सार अध्यारो हौ. सेवा के ए यहाँ त इलिगल काम हुँदो रहेछ. लु मान्न कमाएन लु इलिगल काम हुँदो रहेछ यहाँ त. यता डाक्टर साहब पो देखिएन कि के हो. गुड मर्निङ एन्ड वेलकम ब्याक अगेन है. आज चाहिँ नेक्स्ट डे. सो हिजो नै मैले भ्लग स्टार्ट गरेको थिएँ. अनि हिजो बेलुका आउँदा चाहिँ रात परिहाल्यो. अनि भ्लग पनि खिच्न पाइएन. अनि आउँदा चाहिँ मामाहरू पत्ती खेल्दै हुनुहुन्छ है टाइम पासको लागि. सो अनि आज चाहिँ नेक्स्ट डे त्यही नै गाइस. आज चाहिँ हामी जाँदैछौँ सुके पोखरी. अनि आजको हाम्रो यात्रा चाहिँ के कस्तो हुन्छ त्यो त हजुरहरूलाई म देखाइ नै हाल्नेछु. सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला है. लु है आजको यात्रा सुरु गरियो. हाम्रो के अरे गाइड के भन्छ झोला बोक्नेलाई चाहिँ पोटर भन्छ कि एसिस्टेन्ट भन्छ नि. अब ल नाउ लेट्स फाइट. English teacher, we should be getting we are going to now Suke Bazaar. I hope I am very talking. La. Enjoy all the day. Maybe. Ma'am, where are you from? I am from Nepal. ए होइछे होइन बाजी पहिन कास खाए त होइचुका हो. बिहान उठेर खाजा दन्काइयो. त्यसपछि चाहिँ लागिँदैछ अहिले यो के भन्छ हौ यो घानाम गाडीलाई सिटो गाडीदेखि उता जाँदैछौँ. जस्तो आयो त्यस्तै प्रस्तुत गरिहालेँ.
Naasnu na. Mani danu paako भयो Me. खोलेर माले बहर हुआ अन्त सारङ्गीमा बसे लु गाइड मी झोलान बरे छ मंग सालिम जकेट छ भाया नम कतको खाप्छ बरु खाप्छ आयो तैम न इजाजत लिए गर उही खेनामा खुरुम ताम उही पिखेनाङ गाइड मी पाप थाको मायो अब सर्ट खाप्थे भन्दैरो यहाँ छ रहेछ नि साँच्ची के गरेका हामी जाँदैछौँ बाटो कता गएको थाहा छैन कुन ठाउँ आएको पनि थाहा छैन कति राम्रो क्युट स्वर भएको मान्छेले फोन गर्यो हाम्रो डाक्टर साहबलाई मेलामा जाऊ पुण्य कमाऊ विज्ञापन नम्बर कति हो थाहा छैन टेलिफोन नम्बर 1 पुण्य मात्र कमाउने कि डाडु पनि कमाउने सैला हुर्रा खन्त चाहिँ लिम्पाङ सिकेछ इकाङ खरके मका माका फुटमान्दु हामी सानो सुके पोखरी जाँदैछौँ खोइ खोइ हेर्न जाऊँ न त तो कति युगसम्म के यासौँ यसो चयनपुरमा ओ माइला गड रहेछ नि पल्लोमा पनि पो रहेछ त आम्बो बर्खामा भएको छ होला अहिले त खै थाहा ओ गोरु त आउँछ पो त हान्छ कि क्या हौ कसको गोरु हो उता भाग यहाँ कुरो त त्यसो गर्ने होइन नि यसलाई चाहिँ एकैचोटि यहाँ अन्डर अरेस्ट त लाग्यो निशाना त कडाइ पो छ कि क्या हो हामी पनि पोखरी हेर्दैछौँ उङ्गङ यो देउरालीको पोखरी इङ्गमा अर्को यो अनि फेरि अर्को उहिले त यो त थिएन पो त हो यसपालि बनेछ कि के हो एक्सप्लेन इन 2 शब्दमा इङ्ग्लिसमा This is पोखरी This- पोखरीमा माछा छ फिस छ This is डुबिङ फिस अनि अनि फिस पायो भने हामीले खायौँ खाइङ तर फिस नथियौँ इङ्ग्लिस इज बेटर देन पानी बगेको जस्तै भाग्छन् पो त होइन के हो दिस इज अ सुके पोखरी या अरे बाबा रे अझै काम ब्यागमा भर खेले नुगा भरे पातो थे द नुपुको खिचै मम बिहान सुके पोखरी मुसाका चाहिँ हो यो पनि छेउछेउमा सुकेकै रहेछ सुके पोखरी मानौँ भनेको अघि नै ल हेर यता के गर्न थाल्यो हेलो वेक अप गेट गोइङ मिसेस भन्नु पर्ने झन् मिस्टर भन्दै क्याप टोपी लगाएको देख्दा त मिस्टर भनेन मिसेस डक्टर इङ्ग्लिसमा मात्र बोल्नु है Follow me guys. ओके वाइ नट स्योर obviously of course because our way is a very long distance, very long, so we move slowly. walk Hataman dia tu jangan jadi kai so you फुङ्गस इङ्ग्लिस लाग्छ We have not umbrella. hata na pani yes. छाता नट पानी yes this is our language
आज सबै बाटैभरि इङ्ग्लिस पो छरस्टै हुन्छ कि क्या हो भन्ने कुरो हाम्रो पनि पर्सनल ट्रेकिङ यस्तो हुँदैछ बनौँ ए हो र लाउँ न क्या लाउँ मलाई लाउँदा कति मजा आउँछ चल्न थालो अहिले चाहिँ ट्याक्कै देउरालीको डाँडोमा आइयो गाडी पनि छैन हौ हामी चाहिँ अहिले कहाँनिर छौँ भन्दाखेरि खोटाङ र सोलुको सिमानामा छौँ अब हामी चाहिँ सोलुतिर नै लाग्दैछौँ या अलराइट हजुर अनि हामी चाहिँ के भन्नु हौ बाटो चाहिँ डेन्जर रमाइलो रहेछ के गर्नु दुई पाङ्रे कार छ र मात्रै आफ्नै खुदको किनकि जिन्दगी नै भन्दिन सपनी राम्रो देखिन विपनीमा भेटिन कसले के सुनाइदियो सानो माया अनि अब थप्नु न मामा पनि के गर्ने इत भनेको चाहिँ के गर्न ट्राई गरेर किन खिसे मनोविज्ञान पढे म गयो या मनोविज्ञान पिहान gitu खतरा tuh asal ini saya asal itu saya kodem itu right खूब काको यस हो मिनाए मिसनी करो फिल्म असली नथे भावना समथिङ इङ्ग्लिस नै लच्चाइके शब्दमा इङ्ग्लिस फोर्नु भनेको प्रत्येक शब्दमा इङ्ग्लिस बोल्ने मान्छे अलिकति यहाँनिर पिउने चिज नभएर मात्र डिग्री गरेको मान्छेलाई जित मान्छेलाई कहाँ इङ्ग्लिस नआउँछ नपाए गम्ती पर्ने कि नाचली काटके ल 1 2 3 को स्टार्ट फाइट पर है गाइसहरु लुकेको बल हो ओइ Tua dan hitam nama saya. Udah jangan huntu. Enggak video दर्शक को YouTube पे शूट दितो धाको तो कौन सा परिस्थिति उ खालको छ कतुवा सुके पोखरी भ्याम पालो है 10% आउनु मन थियो हैन डाक्टर साहबलाई तर हामीले ल्यायौं 100% नै बनाएर ल्यायौं अहिले यहाँ भोक लागेर बिल्ला भएछ के गर्नु भकै चिजलाई त भनेको हो उ हेरौँ त पुरो अहिले नै यहाँ कहाँ पुग्यो तन्किन्छ पो त फेरि गाइस सो अब चाहिँ हामी जाँदै छौं जंगलको बाटो यो कटुस घारीतिर यहाँ कटुस फलेको छैन यहाँ दुईजना अगाडि फाइट गर्दै जाँदै छन् ए अब पो झर्छ नि अब कटुस टिप्ने बेला हो नि त यता खोजाउ न छैन कटुसको नानो आयसको अच्छा बोक्रा मात्रै रहेछ कटुस टिप्ने क्रममा आज 5 बजे पनि पुगिँदैन भन्ने कुरो चाहिँ मैले थाहा पाछु मिठो त हुन्छ नि के गर Pero foto yan na mga
सर्चिङ द कटुसको दाना गुटुङटुङ तर बदल पो रहेछ यतातिर फुटेको नेपाल के मसाला दिनुको के खाएको कटुस खाँदैछौँ यता हामी जाँदैछौँ कटुस घारीबाट ओह्रालो बटङटङ मान्छु यो यस्तो हुन्छ कि यसको खोल चाहिँ आथा घोज्छ पो त फेरि माइ लट सडङडङ झार्न पर्ने रहेछ रन गाइज ओके म त रन पाला त अड्की मर्छु कि क्या स्टप कटोस गाडीमा खतरा कुदिँदैछ हौ जिन्दगीको रेटोमा हेलो गाइस हामी चाहिँ यहाँनिर कटुस भेटायौँ यो चाहिँ कटुस हो अनि यहाँ चाहिँ यस्तो हुन्छ खाने चाहिँ यो ट्याक्कै यो बोक्रा खेलाएर खानुपर्ने हो तर निकै कडा हुन्छ बोक्रा चाहिँ खोडाममा टोक्नु पर्ने रहेछ यो चाहिँ हेल्थको लागि धेरै राम्रो यो चाहिँ हेर हेल्थ कन्सियस मान्छेको सङ्गत भयो भने यस्तो बनिन्छ I don't like. वाइ क्वेसन फर यु बोक्रा छोडाउनै जति साह्रो हुन्छ 32 वटा मेसिन लगाऊ न कडाममा अब यो बाटो जानुपर्ने हो हामी चट्ट लाएर ओह्रालो यता भोक लागेर मान्छेको पाप भइसक्यो कटुस खाऊ भोक लाग्यो भने कटुस खाऊ ए गाइड त कटुस खाएर अगाइसक्यो कटुस खाऊ बद लाग्यो भने कटुस खाऊ बद लाग्यो भने Katus. घोज्छ र पत्ता हो सुनो यो आला बना ngom चाम्चा पर्ने हो यो छोडाएर भोटेर खाने हो काँचै खाएर त मङ्की जस्तो देखिन्छ होला क्यामेरा पनि कहिले आकाश फर्किन्छ ल यिनको सपना त फाइट खेलेरै भएन नि त हो अझ त यता गाइडसँग अब चाहिँ हामी पुग्न आँट्यौँ अरे भन्दै हुनुहुन्थ्यो घरतिर मान्छेलाई सोद्धा चाहिँ है कति टाइम लाग्छ थाहा भएन पुग्नु छ गाइड ए यसरी गइँदैछ झन्नै जाइँदैछ भने गाइड है आगे आगे हम है पीछे पीछे यही हो सुके बजार भन्ने चाहिँ हामी चाहिँ फाइनली सुके बजार आइसक्यौँ अब बजारमा आज दिनभरि खाजा नखाएको बियर खाइदिउँ कि के हो कुकुर यहाँनिर सोधिदिउँ 12-1 बजी भ्याम्पा द चाहिँ खाली बजार खम्पा रहेछ त्यति हो यो बजार है गाइस देख्न सक्नुहुन्छ सुन्तला घर गइसकेछ ह्यापी सुन्तला भनेको सुन्तला हो अम्बक होइन सुन्तला छान्ने काम हुँदैछ यहाँ पनि किनियो किरा सिरा सुन्तला पनि किन्यो अझ त्यो किनेर ल्याउँछन् हाम्रो गाइजहरूले ल्याइयो यहाँ छ
भाडी लगाऊ है भाडी लगाऊ ब्याङबङ ल ये किराम गर्ला नै नै दे त उमाउँदैन के यसलाई धेरै कुच्याउने ओर्ने होइन नि हौ कता चटपटे अर्डर आइसक्यो कता ऊ यहाँ पर म बाका चाहिए फोन कलरले पनि यहाँ फरक पारो है चार्ली हे चार्ली चार्ली उठाएर ल्याइदिए कसैले यहाँ यो कागती चाहिँ कहाँको ऐसले फर्काको तपाईँ राई हो बाजे तपाईँ राई हो अनुहार हेर्दा त राई राई जस्तो देखेर नि सोधेको हजुर हाम्रो सोताङ उसको दिन त हैन 20 मजा नजाफे उही म जाति सानो खाने कार्यक्रम रहेछ यता हामीले त खाइसकेको अघि नै मोमोज खाएको मोमो हुन्छ कि मोमोज हुन्छ फाइनली गएछ हामी चाहिँ बजार पनि डुल्यौँ अब चाहिँ यता त्यो पोखरीको नजारा हेर्न पर्ने हुन्छ त्यही भएर यतातिर प्लास्टिकमा चटपटै बोकेर जाँदैछौँ पोखरी हेर्न ओ चाहिँ खतरा खतरा फोटो खिचै माग्यो हजुरको भाइ पनि अर्थङ मान्छु नि माधन लौ के यो रहेको छ पोखरीको नजारा आमामामा सरी चट्ट परेको हामी त जहिले नि यस्तै त हो नि ब्रो हामी घुम्दैछौँ वरिपरि यो मेरो तार हल्लिएर फेरि घडङ घडङ गर्छ होला खाँदै है खाँदै खाँदै कोही यहाँ अघि त भोक लाग्यो भने त झन्डै उता फर्केको अहिले त नाच्दैछन् कोही बात नै यता छ हाम्रो पोखरी हामी त यसलाई एक राउन्ड हान्नुपर्ने हुन्छ यहाँबाट माथिबाट उता पर पुगेर यता आउनुपर्ने हुन्छ त्यही हो गाइज रुमसुम खोजियो ब्याग स्याग राखियो अनि आइयो आज यता हेर्नलाई अहिले आइपुग्दा कस्तो लाग्यो अघि खाली छैन अघि आइपुग्नलाई चाहिँ बाटोदेखि फर्किन्छु भन्दै थिएँ यहाँ आएर त पनि बिर्सिहालेँ त्यही नै हो लौ हजुरहरू हाम्रो क्यामेरा त फेरि के भन्छ आइपल प्रो म्याक्स हो नि अहिले पनि फोटो खिच्नु सकेन भिडियो खिचेको यहाँ चित्तै बुझ्दैन अरे अनि के गर्नु हाम्रो चेलीबेटीहरूको भोलि बिहान पनि हामी चाहिँ यो घुम्नेछौँ खिच्नेछौँ त्यही भएर गर्दाखेरि धेर खिचेर त्यो ह्याङ त भइसकेको छु अफ भइसक्यो मोबाइल धन्यवाद ताली बजाऊ न कसैले छैन ताली हाम्रो सुरु भयो है गाडीमा डे 2 को ट्रिप सुरु गरिसकेका छौँ आज सुरुदेखि सिमाना क्रस गरेर खोटाङसम्म गाडी पायो भने दिक्तेलसम्म पनि पुग्न सक्छ बजार आइयो है आज थर्ड डेमा यता चाहिँ भर्खर अम्बा सुन्तला मात्र आउँदै रहेछ हामी यो गाडीमा आएको अब यसमा फर्किनु पर्ने हुन्छ एकछिनमा हाम्रा गाइडहरू यता हुनुहुन्छ देख्न सक्नुहुन्छ बजारको नजारा यता के बन्दै रहेछ थाहा भएन है यता खाल्ने चाहिँ कहिले भर्ने है चटपटे खाने कार्यक्रम हुँदैछ यहाँ अमिलो पिरो च्वास छ ओ साइली ठिक छ सबै ठिक छ होला यता चटपटे
रात पऱ्यो गाइस, रात पऱ्यो। घर फर्केको केही बोल्छु यार, फर्केको होइन, अरू चाहिँ तलतिर आउँदैन हुन्छ। अनि आज हामी हिँडेको 3 दिन भइसक्यो। मैले 3 दिनको भ्लग 1 दिनमा हाल्दैछु है गाइस, बडो अनौठो कुरा। अनि भ्लग पनि एकदमै लङ भइसक्यो जस्तो लागिरहेको छ। लङ भ्लग हेर्नु त्यति मजा पनि नहोला, सो त्यही भएर पनि आजलाई भने भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। इफ हजुरहरूलाई आजको भिडियो के कस्तो लाग्यो, मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचाको साथ अहिलेलाई भने म बिदा हुन चाहन्छु। हस्, नमस्ते एभ्रिवान।